के एमाउन्टहरूलाई चाहिँ अर्निङ गर्न सक्नुहुन्छ। जस्तै तपाईँले भिडियोहरू हेर्दै अरू साथीलाई रिफर गर्दै गेमहरू खेल्दै केही कोइनहरूलाई कलेक्ट गर्न सक्नुहुन्छ र कलेक्ट गरेको कोइनहरूलाई डाइरेक्टली इसिओ वालेटमा विथड्र पनि गर्न सक्नुहुन्छ। साथीहरू यस एपलाई मैले ट्राई गरिसकेको छु र यसमा मैले केही कोइन गरेर विथड्र गरिसकेको छु र यसले मलाई पेमेन्ट पनि दिइसकेको छ र यस भिडियोमा म तपाईँलाई पेमेन्ट प्रुफ पनि देखाउने छु। सो साथीहरू तपाईँहरू पनि यो एप प्रयोग गर्दै केही रकमहरू अर्निङ गर्न चाहनुहुन्छ भने भिडियोको डिस्क्रिप्सनमा चाहिँ एपको लिङ्क रहेको छ, त्यो लिङ्कलाई तपाईँले एकपल्ट क्लिक गरी ओपन गर्नु होला र साथीहरू ओपन गर्न साथ डाइरेक्टली तपाईँले यस पेजमा हुनुहुन्छ र यहाँतिर तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ प्ले स्टोर रहेको छ भने त्यस्तै गरी एपको नाम रहेको छ रिवार्ड्स 11 प्ले एन्ड अर्न मोर भन्ने यो एप देख्न सक्नुहुन्छ र यस एपलाई तपाईँले आफ्नो मोबाइल इन्स्टल गर्नु होला र साथीले इन्स्टल गरिसके पछाडि सिम्पली यसलाई ओपन गर्नु होला र ओपन गर्दा चाहिँ यस्तो प्रकारको इन्टरफेस खुल्नेछ र यो एप प्रयोग गर्दै केही कम एमाउन्टहरू चाहिँ कमाउन चाहनुहुन्छ भने यसमा चाहिँ तपाईँले आफ्नो एकाउन्ट क्रिएट गर्नु होला। एकाउन्ट क्रिएट गर्नको लागि साइन इन विथ गुगल भन्ने अप्सन रहेको छ, साइन इन विथ गुगलमा एकपल्ट क्लिक गर्नु होला र साथीहरू क्लिक गरिसके पछाडि यहाँतिर तपाईँले एउटा प्राइभेट पोलिसी आउँछ जसमा एक्सेप्ट गर्नु होला र एक्सेप्ट गरिसके पछाडि जति पनि जिमेल आइडीहरू तपाईँहरूको मोबाइलमा लगइन रहेका हुनेछन् सम्पूर्ण जिमेल आइडी सो हुनेछन् र तपाईँले आफूले चाहेको कुनै पनि जिमेलबाट सजिलैसँग यस एपमा चाहिँ एकाउन्ट क्रिएट गर्न सक्नुहुन्छ भने मैले चाहिँ यसमा चाहिँ एकाउन्ट क्रिएट गरिसकेको छु। म चाहिँ तपाईँलाई यहाँ चाहिँ लगइन गर्दै तपाईँले कसरी अर्निङ गर्ने र अर्निङ गरिसके पछाडि कसरी इसिओमा विथड्र गर्ने कम्प्लिट जानकारी दिने। साथीहरू लगइन गर्न साथ तपाईँहरू यस एपको होम पेजमा आउनुहुनेछ र त्यस्तै गरी टपमा एपको नाम देख्न सक्नुहुन्छ र मेरो लिङ्कबाट रजिस्टर गर्नुभएको छ भने स्टिल तपाईँले के कोइनहरू चाहिँ यहाँ देख्न सक्नुहुनेछ र यहाँ चाहिँ तपाईँले प्ले टाइम भन्ने यो गेम रहेको छ, यहाँ चाहिँ गेम खेलेर अर्निङ गर्ने हो। त्यसको लागि तपाईँले प्ले एन्ड अर्नमा एकपल्ट क्लिक गर्नु होला र केही पर्मिसन माग्दछ त्यो पर्मिसनहरूलाई तपाईँले एलाउड गर्नु होला र साथीहरू एलाउड गरिसके पछाडि यहाँ विभिन्न गेमहरू रहेका छन्। यो गेमलाई चाहिँ तपाईँले गेम खेल्दै कोइनहरूलाई चाहिँ कलेक्ट गर्न सक्नुहुन्छ। जस्तै यो गेम रहेको छ पर टास्कमा चाहिँ 373 कोइन अर्निङ गर्न सक्नुहुन्छ। जस्तै यहाँ मुनिको अर्को गेम रहेको छ, यहाँ चाहिँ तपाईँले पर टास्कमा 8 कोइन गरेर यहाँ विभिन्न गेमहरू रहेको छ। यो गेम खेल्दै तपाईँले कोइनहरूलाई कलेक्ट गर्न सक्नुहुन्छ र त्यस्तै गरी अफरहरू कम्प्लिट गरेर अर्निङ गर्न चाहनुहुन्छ भने यहाँ विभिन्न अफरहरू रहेका छन्। यो अफर कम्प्लिट गरेर अर्निङ गर्न सक्नुहुनेछ भने त्यस्तै गरी यहाँ सर्वे रहेको छ, सर्वे चाहिँ यतिखेर छैन भने त्यस्तै गरी मेरो चाहिँ यहाँ 13,521 कोइन चाहिँ मैले यहाँ अर्निङ पनि गरिसकेको छु र त्यस्तै गरी यसबाट मैले पेमेन्ट पनि लिइसकेको छु र पेमेन्ट प्रुफ पनि म तपाईँलाई देखाउने छु। त्यस्तै गरी यहाँ गेम रहेको छ हैन, यो गेमलाई सर्टेन समयसम्म खेल्नुहुन्छ भने 10 कोइन यहाँ गेम रहेको छ, कुच एन्ड कन्टेस्टहरू रहेको छ। यो तपाईँले चाहिँ गेम खेलेर यहाँ चाहिँ अर्निङ गर्न सक्नुहुनेछ र त्यस्तै गरी मुनितिर बोनस भन्ने अप्सन रहेको छ, डेली बोनस रहेको छ। एभ्री डे चेकिङ गरेर तपाईँले कोइनहरूलाई कलेक्ट गर्न सक्नुहुन्छ, जुन चाहिँ मैले यहाँ कलेक्ट गरिसकेको छु भने। त्यस्तै गरी वाच एन्ड अर्न भन्ने रहेको छ, यहाँ चाहिँ एउटा भिडियो एड रहने हुनुहुन्छ, जुन एउटा भिडियो हेर्दा तपाईँले 5 कोइन चाहिँ यहाँबाट कलेक्ट गर्न सक्नुहुनेछ र त्यस्तै गरी यस एपले तपाईँले अरू साथीलाई रिफर गर्दा पनि राम्रो कोइनहरूलाई चाहिँ कलेक्ट गर्न सक्नुहुन्छ। रिफर गर्नको लागि यहाँ रिफर भन्ने अप्सनमा एकपल्ट क्लिक गर्नु होला र साथीहरू क्लिक गरिसके पछाडि तपाईँले कतिजनालाई रिफर गर्नुभयो, कति कोइन अर्निङ गर्नुभयो त्यो डिटेल्सहरू देख्न सक्नुहुन्छ र त्यस्तै गरी तपाईँले रिफर रुल्सहरू पढ्न चाहनुहुन्छ भने रिफर रुल्समा एकपल्ट क्लिक गर्नु होला र त्यस्तै गरी यस एपलाई अरू साथीलाई रिफर गर्न चाहनुहुन्छ भने यहाँतिर तपाईँले एउटा एप लिङ्क पाउनुहुन्छ, यहाँ चाहिँ कपी गर्नु होला। कपी गरिसके पछाडि यस एपलाई अरू साथीलाई सेयर गर्नु होला। सेयर गरिसके पछाडि तपाईँले कसरी यहाँ कोइनहरू कलेक्ट गर्न सक्नुहुन्छ त्यो डिटेल्स दिइरहेको छ। फर्स्टमा स्टार्टिङ रहेको छ 0 देखि 150 जनालाई तपाईँले रिफर गर्नुहुन्छ भने पर रिफरमा 450 कोइन अर्निङ गर्न सक्नुहुन्छ र त्यस्तै गरी उहाँले अर्निङ गरेको 5% कमिसन तपाईँले कोइनहरू कलेक्ट गर्न सक्नुहुनेछ र त्यस्तै गरी 151 देखि 300 सम्म तपाईँले रिफर लेभल कम्प्लिट भइसके पछाडि पर रिफरमा 550 कोइन तपाईँले यहाँबाट कलेक्ट गर्न सक्नुहुन्छ र 5.5%ले तपाईँले उहाँहरूले यहाँ चाहिँ गेम खेल्दा जति कोइनहरू कलेक्ट गर्नुहुन्छ त्यो अनुसारको तपाईँले यहाँ चाहिँ कोइनहरू चाहिँ कलेक्ट गर्न सक्नुहुन्छ र कलेक्ट गरेका कोइनहरूलाई चाहिँ डाइरेक्टली तपाईँले इसिओ वालेटमा विथड्र पनि गर्न सक्नुहुन्छ र साथीहरू विथड्र गर्नको लागि यहाँ चाहिँ रिडिम भन्ने अप्सन रहेको छ, रिडिममा एकपल्ट क्लिक गर्नु होला र साथीहरू क्लिक गरिसके पछाडि तपाईँको टोटल कोइन सो हुनेछ भने त्यस्तै गरी इसिओवा पेपाल र बाइनान्सको अप्सन रहेको छ। यो तीनटै अप्सनमा तपाईँले विथड्र गर्न सक्नुहुनेछ भने डाइरेक्टली नेपालको लागि भने डाइरेक्टली इसिओमा विथड्र गर्न सक्नुहुनेछ। इसिओमा गर्न चाहनुहुन्छ भने इसिओमा एकपल्ट यसरी क्लिक गर्नु होला। क्लिक गरिसके पछाडि 4000 कोइन अर्निङ गरिसके पछाडि 50 रुपिस र 8000 कोइन अर्निङ गरिसके पछाडि 100 रुपिस र त्यस्तै गरी 16000 कोइन अर्निङ गरिसके 200 र त्यस्तै गरी 40000 कोइन अर्निङ गरिसके पछाडि तपाईँले 500 रुपियाँ र त्यस्तै गरी 80000 कोइन अर्निङ गरिसके पछाडि 1000 र त्यस्तै गरी 1,60,000 कोइन अर्निङ गरिसके पछाडि 2000 रुपियाँ चाहिँ तपाईँले आफ्नो इसिओ वालेटमा विथड्र गर्न सक्नुहुन्छ। साथीहरू यहाँतिर तपाईँले देख्न सक्नुहुनेछ मेरो चाहिँ 13,000 चाहिँ मैले कोइन यहाँ अर्निङ गरिसकेको छु र त्यस्तै गरी मेरो चाहिँ यहाँ अहिले 13,000 हुनेछ, मैले 8,000 कोइन पुगेको छ र मैले विथड्र गर्न चाहन्छु भने यहाँतिर तपाईँले यसरी हाइलाइट हुन्छ 4,000 कोइन भने 50 रुपिस रहेको छ। जब तपाईँको कोइन पुग्दै जान्छ यहाँ हाइलाइट हुँदै जान्छ र हाइलाइट भइसके पछाडि जुनमा हाइलाइटमा छ त्यो तपाईँले यहाँबाट विथड्र गर्न सक्नुहुनेछ
र त्यस्तै गरी मैले चाहिँ भर्खरै एकचोटि रिडिम गरिसकेको छु। दिनमा एकपल्ट मात्र रिडिम गर्न मिल्नेछ, त्यसैले यतिखेर चाहिँ रिडिम गर्न मिल्दैन। र त्यस्तै गरी यहाँबाट मैले पेमेन्ट पनि लिइसकेको छु। पेमेन्ट प्रुफको लागि पनि म यो माई रिवार्ड भन्ने अप्सन रहेको छ, हिस्ट्री रहेको छ, यहाँतिर तपाईँले देख्न सक्नुहुनेछ। आरएस 100 रुपिस ई सेवामा मैले रिसिभ गरिसकेको छु। रिडिम सक्सेसफुल आजकै डेट रहेको छ। तपाईँले यहाँ डेट पनि देख्न सक्नुहुन्छ कम्प्लिटली। यो चाहिँ दिनमा एकपल्ट मात्र तपाईँले रिडिम गर्न सक्नुहुन्छ। दिनमा एकपल्ट रिडिम कम्प्लिट भइसके पछाडि नेक्स्ट डे मात्र तपाईँले गर्न सक्नुहुन्छ। यहाँ चाहिँ टाइम रनिङ भइरहेको छ होइन, यो टाइम कम्प्लिट भइसके पछाडि मात्र नेक्स्ट टाइम तपाईँले रिडिम गर्न सक्नुहुन्छ। सो साथीहरू यतिखेरसम्म चाहिँ यसले पेमेन्ट दिइरहेको छ। पेमेन्ट प्रुफ पनि मैले यहाँ देखाइरहेको छु। र योभन्दा अगाडिको एप चाहिँ एकदम फेक रहेको छ। र त्यो एप डेभलपरसँग भिडियो बनाउनुभन्दा अगाडि चाहिँ मैले कन्ट्याक्ट गरेको थिएँ र पेमेन्ट दिन्छ भनिरहेको थियो। र त्यसमा पनि मेरो 10,000 ओभर चाहिँ कोइन मैले अर्निङ गरेर विथड्र गरेको थिएँ। समथिङ 700 रुपियाँ जति मेरो अर्निङ भएको थियो। त्यो एपले चाहिँ मलाई पेमेन्ट दिएन। त्यसको लागि म चाहिँ सबैलाई सरी भन्न चाहन्छु, किनकि त्यो चाहिँ एकदम फेकै रहेछ। त्योभन्दा अगाडि चाहिँ मैले डेभलपरलाई चाहिँ कन्ट्याक्ट गरिवरी भिडियो बनाएको थिएँ। यो पालि चाहिँ मैले चाहिँ पहिला चाहिँ पेमेन्ट रिसिभ गरिसके पछाडि पेमेन्ट दिन्छ कि दिन्न, दिइसके पछाडि मात्र भिडियो बनाएको छु। र यहाँ तपाईँले देख्न सक्नुहुन्छ पेमेन्ट मैले रिसिभ गरिसकेको छु। सो यतिखेरसम्म चाहिँ तपाईँले यसमा काम गर्नुहुन्छ भने ढुक्कसँग तपाईँले यहाँबाट कमाएको पैसालाई चाहिँ ई सेवासम्म विथड्र पनि गर्न सक्नुहुनेछ। र त्यस्तै केही प्रब्लम परेको खण्डमा तपाईँले एप